हामी कलाघर जाने गाडी चाहिँ यही छ। फोटो भिडियो गरिरहेको छौँ। यो के भन्छ यसलाई? यो पार्क नै होइन यसलाई पनि? चिमचिम पानी रहेछौ बैमानी। गाडी घुमेर हेर्दा भन्ने गीत गाउनु सुन्नुभयो होला हजुरले। अनि कृष्ण विक्रम थापा। हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। सबैजनालाई स्वागत छ आजको मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी यहाँनिर कलाघर जाने तयारी हिँडेको। घरबाट चाहिँ गाडी यतातिर आयो। आज बिहानभरि गाडी बनाउँदै टाइम गयो। अब चाहिँ हामी यहाँनिर कलाघर जाँदैछौँ। यहाँ डाँडा घर आएर बसिरहेको छु, साथीहरू चाहिँ उता बसिरहेको छ हजुर। अब हामी जान्छौँ, भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। हामी कलाघर जाने गाडी चाहिँ यही छ अरे, यहाँ हेर्नु। सुन्दा दिदी हेलो भन्नु न। हामी कलाघर जाँदैछौँ गाइस। कलाघरतिर आउनु होला भेट्न। कलाघर घुम्न जाँदैछौँ हामी चाहिँ, सबैले हेरिदिनु होला। हेर्नु साथीहरू, हामी चाहिँ हिँड्नु गाडीमा चढेर स्टार्ट भइसक्यो गाडी। अलि बुरुक काउरेर माथिबाट गाडी यस्तो नि त माइजु तपाईँ त राम्रो राम्रो हात होइन हेलो सब्सक्राइब गरिदिनु है त्यहाँनिर। बबिता मगर छ अरे आज हिँडेको। हामी चाहिँ रमाइलो भइरहेछ। चिमचिम पानी रहेछौ बैमानी। अब के आउँछ गीत? हाम्रो पिक्चर रमाइलो भइरहेछ गाइसहरु। साथीहरू हामी चाहिँ यहाँनिर खनेहरक आइपुगिसक्यौँ। गाडीबाट झरेर हिँड्नुपर्ने स्थिति आयो। मलाई चाहिँ निद्रा लाएर मर्नु भएको छ, सुत्नु पाए हुन्थ्यो मलाई। वाकक चाहिँ लगाइरहेको छ। हामी यहाँनिर आइसक्यौँ यहाँ खनेहरकमा। साथीहरू चाहिँ उहाँ पुगिसक्यो, हामी यहाँ हिँड्दैछौँ। भिडियो चाहिँ के भन्छ अरे के गरेर बनाउनु पाएन, बेला बेलामा बनाइरहेको छु। भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला है। हामी चाहिँ गाडीमा आइसक्यौँ, गेटमा मधुर देखिरहेछ। म पनि आएको छु पुरा के भन्छ अरे 16 भन्दा यहीँनिरको गेटको भिडियो गर्नै पाएन क्या, कटेको थाहा भएन। अनि हामीले आएर भिडियो बनाइरहेछौँ। टिकट काट्नु अब हामी टिकट काट्छौँ यहाँ एकछिन। 50 रुपियाँ लिन्छ एकजनाको। अनि भिडियो चाहिँ हेर्दै गर्नु होला। ल हेर्नु गाइजहरू, हाम्रो पुर्खाहरूले चाहिँ यसरी हाम्रो ठाउँलाई बचाउनलाई कति दुःख गर्नुभएको रहेछ। ल हामी चाहिँ यहाँनिर के भन्छ अरे जय सिद्ध बाबा ठाकुर भगवाननिर चाहिँ हामी दर्शन गरेर पनि यता आइसक्यौँ। लास्टै भिड क्या, यहाँभित्र चाहिँ त्यो जराभित्र भगवान रहेछ। कस्तो रमाइलो मजा लाग्यो, तर मजाले माथिसम्म हेर्नै पाएन क्या, कस्तो भिड थियो नि त। त्यही भएर अनि यहाँ पिङ रहेछ, हामी पिङ खेल्ने हो। पिङ खेल्नु न देखि, तर एकछिन त जाउँ घुम्नलाई। अनि फेरि यो हुन्छ क्या। अनि हामी यहाँ आउँदैछौँ। छ्यामाहरू पछाडि हुनुहुन्छ। एकचोटि यहाँभन्दा हामी योभन्दा अगाडिचोटि आएको थियो, एकचोटि मजाले घुम्न पाएको थिएन। अनि आज आएर चाहिँ अलिअलि फेरि यसो घुम्ने मौका पायो फेरि होइन। कलाघर आएको उतापट्टि के भन्छ यसलाई? यो पार्क नै होइन यसलाई पनि? यस्तो फन भएको रहेछ, दामी रहेछ। अब हामी उहाँनिर जान्छौँ मेन। अनि रमाइलो छ क्या त्यहाँनिर। पहिला त्यो एकछिन जान्छौँ। सिन्धुली गाडी घुमेर हेर्दा भन्ने गीत गाउनु सुन्नुभयो होला हजुरले। अनि कृष्ण विक्रम थापा स्वर्गीय हुनु भइसक्यो। यहाँ देखाउँछौँ। अब हामी जान्छौँ त्यतिर। सिन्धुली गढी हजुरलाई थाहा छ, आज हामी कलाघर आएको छौँ। कलाघरबाट आज हामी यहाँनिर गढी प्रवेश गरेको छौँ। सिन्धुली गढी युद्ध सङ्ग्रहालयभित्र छौँ। भिडियो चाहिँ सबै देखाउन पनि पाएन, अब लाइट अब घाम पनि लगाइरहेछ क्या। अनि मोबाइलमा पनि राम्रो देखिरहेको छैन, सो त्यही भएर मैले चाहिँ भिडियो बनाउन पाएन। बट जति बनाएको छ इन्जोय गर्नु होला। भिडियो चाहिँ बेलुकासम्म आउँछ, बाँकी नै छ, हेर्नु होला है। यसभित्र चाहिँ के छ युद्धहरू गइरहेको ठाउँ। अनि मैले चाहिँ फोटो भिडियोहरू पनि कतिपय खिच्न नमिल्ने रहेछ क्या, त्यही भएर खिचेको छैन है। भिडियो सुट भइरहेछ। अनि यहाँ हेर्नु, यस्तो चाहिँ हाम्रो युद्ध हेर यस्तो छ। ल हेर्नु गाइजहरू, हाम्रो पुर्खाहरूले चाहिँ यसरी हाम्रो ठाउँलाई बचाउनलाई कति दुःख गर्नुभएको रहेछ। यस्तो गरेको छ। ल हजुरहरूलाई मैले एकचोटि सर र भिडियो देखाइदिएँ, राम्रोसँग देखेको छैन बट अलिअलि देखेको छ। ल हेर्नु त्यहाँनिर त्यहाँ हो, त्यो पनि एकदम राम्रो छ। यहाँ पनि राम्रो छ है। उहाँहरू चाहिँ रामेछापदेखि आउनुभएको रहेछ कलाघर गढी घुम्नको लागि। त्यहाँ हाम्रो भेट भयो। नानी त भिडियोमा देखे जस्तो लागेको थियो
रियलमा भेटेँ, बिग फ्यान। अनि नानीको नाच एकदम मनपर्छ। एउटा फोटो खिचाउँ न है नानी भन्नुभएर एकछिन फोटो खिचेँ त्यहाँनिर। सेलिब्रेटी सेलिब्रेटी। यहाँभित्र चाहिँ यस्तो बाइकहरू साधनहरू ल्याउनु नमिल्ने रहेछ क्या। अनि यो दाइले चाहिँ जबरजस्ती लिएर आउनुभएछ, त्यही भएर त्यहाँनिर चेकिङ भइरहेछ अनि लफडा भइरहेको छ रहेछ। अब चाहिँ हामी यहाँबाट निस्केको हो। गडीबाट निस्किने क्रम गेटमा चाहिँ घोडा रहेछ। अनि बाबुले घोडा खेल्ने भनेर एकछिन बाबु र म गएर घोडा खेल्यौँ। अनि त्यसपछि चाहिँ अब हामी कलाघर जान्छौँ। बाई। ओ माई गड, कति धेरै भिड क्या है। अघि हामी यस्तो चेपबाट आएको नि गाइज, हेर्नु न आमामा यहाँबाट पनि मान्छे आउँदैछ, उता मास्तिर पनि मान्छेहरू आउँदैछ। उहाँ तल रोडबाट कलाघर पुग्नलाई चाहिँ 5 मिनट जति लाग्दो रहेछ। यति भिड थियो नि, माई गड, के भन्ने कुरै छोडाउँ। ल फाइनली गाइज हामी चाहिँ कलाघरभित्र प्रवेश गरिसकेका छौँ। हेर्नु न यहाँ हजुरहरूले देख्न सक्नुहुनेछ यति धेरै भिड छ नि राम, के भन्ने। म त केही बोल्नै सकिरहेको छैन। म त मात्र ठिङ्ग उभिएर चाहिँ यताउति हेरेर मात्रै छु। हेर्नु न यो चाहिँ गमला रहेछ होइन। अनि हेर्नु न यहाँ माथि डाँडा यति धेरै मान्छे छ नि। भिडियो चाहिँ हेर्दै गर्नु होला है साथीहरू। तत्तो घाम भएर भिडियो पनि राम्रोसँग देखाउन पाएको छैन, सरी ल। यो घरभित्र फोटो खिच्ने भने त्यो नि पाएन साँच्चै भन्नुपर्दाखेरि। आजको के भन्ने यति धेरै भिड छ नि। यता मेरो बहिनी छिन् अनि यता म छु। यो म पछाडि रहेको छ गुराँसको फुल, यो पनि हस्तकला नै हो है, हातले बनाएको। हेर्नु है गाइज, हेर्नु न म पछाडि यति धेरै मान्छे छ नि। अनि यो तल रहेको छ नेपालको नक्सा। यसो हेर्दा चित्र छ, त्यो भित्र चाहिँ घर, पशुपतिनाथको मन्दिर लगायत धेरै चिजहरू हजुरले देख्न सक्नुहुनेछ। सो गाइज आजको भिडियो चाहिँ यस्तै भयो। मैले बिहान के सोचिरहेको थिएँ, कति धेरै राम्रो भिडियोहरू बनाउँछु, सबै चिजहरू देखाउँछु भनिरहेको थिएँ। सो केही देखाउन पाएन, सरी। आजको भिडियो चाहिँ यस्तै भयो। अब म भिडियो पनि बनाउँदिनँ। अब चाहिँ रात पर्न लागिसक्यो, हामी पनि घर जान्छौँ। भिडियो चाहिँ हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु भने नभुल्नु होला। ओके, बाई बाई।